हेलो गाइज, वेलकम टु माई न्यू मिनी ब्लग। हजुरहरू सन्चै हुन्छ होला, म पनि एकदम सन्चै छु। आज चाहिँ म बिहानै उठेँ, आँखा मिच्दै मिच्दै उठिसकेपछि म ब्रस गर्न थालेँ। ब्रस गरिसकेपछि मैले मुख हात खुट्टाहरू सब धोएँ। धोइसकेपछि म काममा जानलाई रेडी भएँ, लुगासुगा लगाएर रेडी भइसकेँ। अब म त्यहाँबाट काममा निस्किसकेपछि यसो बाहिरको भ्यूहरू हेर्दै हेर्दै गएँ। आज मौसम पनि अलिअलि खराब पानी आउला जस्तो भइरहेको थियो, त्यही भएर म अलि छिटो गएँ। गइसकेपछि बस स्ट्यान्ड पुगिसकेपछि त्यहाँ यसो हेरेको त बसले त छोडिएर जान आँटिसकेर चाहिँ बस हिँडिसकेर चाहिँ कुद्दा गरेर मरितरी भेट्टाएँ। अनि बसमा चढिसकेपछि यताउता हेर्दै बसमा मान्छेहरू पनि धेरै थिए। यताउता हेर्दै बसमा चढिसकेपछि केही समयमा म बसबाट झरिसकेपछि म कामतर्फ लागेँ। काम त्यहाँबाट करिब 5-6 मिनट लाग्थ्यो। 5-6 मिनट हिँडिसकेपछि म कामको नजिक आइसकेपछि यताउता यस्तो राम्रो ठाउँ थियो, बनाइदिउँ न भनेर भ्लग बनाइदिइसकेपछि म केही समयमा काममा पुगेपछि साउजीले मलाई त्यहाँ खाजा लिन पठाउनु भयो, डोनट दुधहरू के। त्यहाँबाट म खाजा लिन बाहिर निस्केपछि पसलतिर गइसकेपछि मैले खाजा र डोनट लिएर आइसकेपछि मैले चिया बनाएँ। साथी र मलाई चिया बनाएँ खाजा खानलाई। त्यसपछि साथी र म बसेर डोनट र चिया खान थाल्यो। साथी नि आनन्दले डोनट चिया खाँदै थियो, म पनि आनन्दले खाइसकेपछि त्यहाँ सरसफाइतर्फ लागेँ। सरसफाइ हान्दै त्यहाँ धेरै फोहोर भएको रहेछ। बेलुका मान्छेहरू पनि धेरै आउनु भएछ। म त थिइनँ, 8 बजेसम्म हो मेरो काम। त्यसपछि मान्छे आउनु भएछ, फोहोर पारिदिनु भएछ। सब सफा गरेँ, क्लिन पारिदिएँ, यताउता सब केही नछोडी सरसफाइ चटक्क पारेर गरिदिइसकेपछि साथीले मलाई माथिबाट बोलायो, यता आइज न ओए भनेर बोलायो। किन बोलायो भनेर हेर्न गएको त साथी त मस्त बसेर बियर र सुट्टा हान्ने एक्टिङ गर्दै बसिरहेको छ। बियर चाहिँ बेलुका गेस्टहरूले खानुभएछ। सब फोहोर थियो। वर्ल्ड कप हेर्नुभएछ राति। त्यसपछि त्यसको टेन्सनमा आएर मैले चाहिँ 10-15 पुसअप हानिदिइहालेँ कि टेन्सन हुँदैन, अलि छिटो गरिन्छ भनेर। त्यसपछि म पुसअप हानिसकेपछि खानातर्फ लागेँ। खाना सब्जी काटेर दाल साल पकाएँ। खानासाना खाइसकेँ। आजलाई यति नै, बाइ।